हेलो गाइज आउनुहोस् आज यो चाहिँ मेरो फर्स्ट मिनी ब्लग भनौँ न भोइस ओभर गरेर आज चाहिँ मेरो रुम मिलाम ल। यस्तो फोहोर हो मेरो रुम है, हेर्दै जानु। त्योभन्दा पहिला चाहिँ यसो ऐना हेर मैले चाहिँ त्यहाँ स्किन केयर गरौँ अनि त्यसपछि बल्ल रुम मिलाउन सुरु गरौँ ल। अब पहिला म चाहिँ मोइस्चराइजर लगाउँछु। कपाल यति झर्छ, मेरो मात्र झर्छ कि तपाईँहरूको पनि झर्छ भनिदिनुहोस् है। मैले चाहिँ मोइस्चराइजर लगाउँदैछु अनि यो मोइस्चराइजर पनि म चाहिँ मिनिमलिस्टको लगाउँछु अनुहारमा। अहिले आजकल चाहिँ यो लगाउनु लाग्यो, पहिला चाहिँ अरू नै लगाउँथेँ अनि अनुहार सबै बिग्रेर कस्तो भएको थियो कि अहिलेबाट चाहिँ यो लगाउनु लागेछु। कपाल झरेर त्यस्तै छ। ओ माई गड, एकछिन सुक्न दिउँ अनि त्यहाँभन्दा पहिला अनि यहाँ मैले मेरो फिगर देखाउँदैछु। 5 जति सबै ठुलो भएर आई थिङ्क आई हेभ लस्ट 10 kg, 75 kg थिएँ होला, अहिले 65 भएको। मोइस्चराइजर नै सुक्यो अनि अब एकछिन अब चाहिँ म सनस्क्रिन लगाउन जाँदैछु। म चाहिँ डट एन्ड कीको युज गर्न लागेछु आजकल। मैले युज त मिनिमलिस्टको पनि यो सनस्क्रिन युज गर्छु, तर आजकल चाहिँ डट एन्ड कीकै नै राम्रो हुन्छ। यसमा चाहिँ फाउन्डेसनहरू लगाउनु पर्दैन कि, नर्मली डेली युजको लागि चाहिँ एकदम बेस्ट। ल हेर्नु देखाउँदैछु मैले यस्तो भयो भनेर। यो कपाल त तान्नै पर्छ क्या मलाई। टिका लगाउनु पऱ्यो, बिहा भएपछि टिका लगाउनु पऱ्यो, सिन्दुर लगाउनु पऱ्यो। अब म लिपस्टिक लगाउँछु। तपाईँहरूकोतिर कतिको गर्मी छ? हाम्रोतिर चाहिँ एकदम गर्मी छ। म चाहिँ लिपस्टिक नलगाएँ, ग्लस मात्र लगाएँ। अनि अब चाहिँ कपडा मैले कपडा धुने मेसिनमा हालेछु। कपडाहरू हेर्नु मेरो स्किन कस्तो ग्लो गरेछ। अब कपडा मेसिनबाट निकालेर लगेर सुकाउँछु अनि त्यसपछि फेरि बल्ल रुम मिलाउन आउँछु। हेर्दै जानु ल। मेरो चाहिँ रुम चाहिँ लास्टै मेसी भयो थियो क्या। अस्ति सन्डे माइतबाट आएबाट सफाइ गरिदिनँ अनि बल्ल आज टाइम मिल्यो। म कपडा सुकाउँदा के गर्छु। अब रुम मिलाउन लागेछु। पहिला सबै भुइँको माथि हेर्दै जानु। मेरो आवाज चाहिँ किन यस्तो अड्के आहाला, मैले यहाँ चाहिँ आइसक्रिम खाँदै बोल्दै गरेछु। कति बेला पर्दाले पनि छोपिएछ रुम। मेरो रुम चाहिँ अहिले यस्तो छ। अब एकछिनमा चाहिँ यस्तो हुन्छ। मैले पोचा पनि लगाएको छु, तर पोचा लगाएको भिडियो चाहिँ राखेको छैन। हेर्नु मेरो रुम।